यो 5 वटा आएको चाहिँ म आज खाएर तपाईहरुलाई देखाउँछु साथीहरु। हाय साथीहरु 3टा हेलो साथीहरु नमस्ते। आज मसँग छ यहाँ करेन्ट नुडल स्पाइसी अनि आज म यो जोलो चिप मुकबाङ गर्न गइरहेको छु साथीहरु। 5 वटा छ जोलो चिप अनि जोलो चिपसँग खानलाई यहाँ दुधहरु पनि छ साथीहरु। पिरो भयो भने खानलाई अरु पनि छ दहीहरु। यो म जोलो चिप चाहिँ यहाँ 5 वटा छ साथीहरु। 5 पिस म यो तपाईहरुलाई खाएर चाहिँ देखाउने छु। 5 पिस खाने छु साथीहरु। आज म कतिको खाइसक्छु हेरौं। खान सक्छु सक्दिन। यो 5 वटा छ साथीहरु। सँगै करेन्ट नुडल स्पाइसी नुडल पनि छ। यो चाहिँ आज तपाईहरुलाई म खाएर देखाउने छु साथीहरु। 5 वटा 6 वटा खानु भनेको साथीहरु। आज एउटा चाहिँ आइपुगेन बाटामै छ। यो 5 वटा आएको चाहिँ म आज खाएर तपाईहरुलाई देखाउने छु साथीहरु। 5 वटा हेर्नुस् है साथीहरु। यसलाई खोलौं। यहाँ करेन्ट नुडल पनि छ। एउटा दुईटा साथीहरु तीनवटा यसलाई यता राखौं। चारवटा साथीहरु योसँग 5 वटा साथीहरु जोलो चिप। आज यो 5 वटा जोलो चिप चाहिँ तपाईहरुलाई खाएर सँगै यो करेन्ट नुडल पनि खाएर मनोरञ्जन दिने प्रयास गर्नेछु साथीहरु। भिडियोलाई सपोर्ट गर्नु होला, माया गर्नु होला। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। 5 वटा है साथीहरु। 3टा 4 वटा 5 वटा यसलाई मैले काटे। यो नुडललाई अहिले यता राखौं साथीहरु। अलिक ठाउँ सानो हो। यसले यता राखौं यसलाई। कडा कडा बनाउँदैछ साथीहरु। एउटा फुटेको रहेछ साथीहरु चाहिँ। दुईवटा तीनवटा चारवटा पिरो यससँग चाहिँ 5 वटा 5 पीस भयो।
साथीहरु। यो फुटेको रहेछ कोही, यो एउटा भइहाल्यो, यो दुईटा भइहाल्यो, यो तीनटा, दुईटा, तीनटा, चारटा, पाँचवटा। हेर्नु होला साथीहरु, यहाँ जोलो चिप छ 5 वटा, यो फुटेर टुक्रा टुक्रा भयो साथीहरु। यो एउटा चाहिँ फुटेन, यो खोल्ने क्रममा पनि फुट्यो अलिकति। यो साह्रै महँगो जोलो चिप साथीहरु, यसलाई खेर फ्याल्नु हुँदैन। जस्तो साथीहरु मैले 5 वटा जोलो चिप आज 5 चाहिँ चिप चाहिँ मैले खाँदै छु। 5 चिप च्यालेन्ज भन्नु यसलाई साथीहरु। जस्तो यो खाएँ मैले। एउटा खाएँ साथीहरु। दुईटा खाएँ, योसँग 3टा। यसमा 4 वटा साथीहरु। महँगो साथीहरु जोलो चाहिँ एकदम। यो मैले नेपाली दराज अनलाइनबाट मगाएको साथीहरु। लगभग एउटाको 640 रुपैयाँ जति परेको छ साथीहरु, निकै महँगो छ। यो अन्तिम पिस, 5औं पिस। महँगो सामान खेर फ्याल्नु हुँदैन साथीहरु, खानुपर्छ। यहाँ पनि होला अलिअलि, यसलाई पनि खाऊँ। आँखामा पऱ्यो भने चाहिँ कडा हुँदो रहेछ साथीहरु, आँखामा चाहिँ पार्नु भएन। आँखामा चाहिँ पऱ्यो भने यसले बिताउँछ। दुईटा अलिकति रहेछ साथीहरु, यहाँ 3टा। जाडो जाडो मौसम छ साथीहरु, आज जिउ तातिन्छ। आज यसले हल्का हल्का तातिरहेको छ। यसमा चाहिँ रहन्छ सकिन्छ 4 वटा, 5 वटा यसको चाहिँ अघि नै खाइसके साथीहरु। अब यो बाँकी रहेको थोरै पनि खाऊँ।
दामी छ साथीहरु चिप ओल्ड हटेस्ट चिप खाएँ साथीहरु चाहिँ मैले 5 वटा यहाँ मेड विथ कारोलिना रिपर पेपर भनेर लेखेको छ साथीहरु यो खाएपछि चाहिँ सर्ट टर्म लस अफ स्पिच हुन्छ अरे साथीहरु बोल्न सकिदैन अरे छोटो समयको लागि भए पनि माउथ अन फायर अलिअलि भइरहेछ माउथ अन फायर चाहिँ इम्पेयर्ड भिजन फ्रम टियर्स आँसु आएपछि त इम्पेयर्ड भिजन भइहाल्यो आँसु चाहिँ आएको छैन साथीहरु रिप पनि छ साथीहरु यो एक्सट्रिम प्रोफेनिटी के हो साथीहरु यस्तै यस्तै छ रेस्ट इन पिसहरु के यो चिपको भन्दा पनि यो खोलको चाहिँ महँगो परेको रहेछ साथीहरु यो लगभग खोलको चाहिँ 300-400 रुपैयाँ पर्यो जस्तो लाग्यो मलाई दुईटा खोल चाहिँ जोगाएर राख्नुपर्ने हुन्छ मैले महँगो खोल तीनटा चारवटा पाँचवटा यस्तै राखौँ आज मैले यति खाएँ यो अन्तिममा दुध पनि खाउँला दही पनि खाउँला साथीहरु अहिलेलाई चाहिँ यो पिरो चाउचा खानु पर्छ साथीहरु अलिकति जाडो छ सेलायो स्पाइसी करेन्ट नुडल यो नेपालमा आउने चिप चाहिँ अलिक डुप्लिकेट हो कि किन हो यो पिरै हुँदैन साथीहरु अरूलाई फेरि धेरै पिरो हुन्छ मलाई पिरो भएन पिरो त छ साथीहरु त्यस्तो उफ्रिनु पर्ने कराउनु पर्ने पिरो चाहिँ मलाई लागेन यो दामी पसिना आयो साथीहरु गर्मी भयो यो
पिरै नभएको चाहिँ होइन साथीहरू, पिरो चाहिँ छ, तर त्यस्तो मलाई चाहिँ त्यस्तो खतरा पिरो लागेन साथीहरू। 5वटा खाएँ। यो मैले 6-7वटा चाहिँ खाने रहेछु साथीहरू। यो मलाई चाहिँ नर्मल चिप्सहरू खाए जस्तो लाग्यो साथीहरू। यो पिरो चिप्स भनौँ न। मैले यहाँ अलिकति दही पनि राखेको छु खानालाई, यो पनि खानै पर्ने हुन्छ, खेर जान्छ साथीहरू। यो खोर्सानी पनि खाउँला भनेको थिएँ, यो चाहिँ नखानु पर्यो साथीहरू। धेरै पिरो खायो भने फेरि पेटलाई असर गर्छ। दुध पनि छ। यो मलाई यो बसेर काम भएन साथीहरू, तपाईँहरूलाई पनि बोरिङ हुन्छ, यो दही खान्छु साथीहरू। दही पनि पिरो धेरै खाएपछि अलिकति दही दुधहरू चाहिँ खानुपर्ने हुन्छ साथीहरू। माथि बाहिर मुखलाई असर नगरे पनि भित्र पेटलाई पोल्न सक्छ, त्यही भएर खानुपर्ने हुनसक्छ।